सो हामी चाहिँ निक्लिसक्यो घुम्नलाई भाइ न म क्यामेरा ओहो दाजु कताबाट आउनुभयो छुट्टी गर्नु भइसक्यो स्केटिङ हैन अघि हामीले हामी पनि भर्खरै सुटिङ खेलेर आएको यार 18 वर्ष भइसक्यो भर्खर आज फर्स्ट टाइम गएको त यार हातै मर्केर हाम्रो चाहिँ एकजना साथी घन्टी बजाउँदै अगाडि गइसक्यो यार हामी जाँदैछौँ सरर जाँदैछौँ आज हामी चाहिँ पशुपतितिर जाउँ भनेको हाम्रो नि मान्छेहरू नि उतै गएको छ सरर त्यतै गइदिउँ हाम्रो नि मान्छे अगाडि गइरहेछ हामी चाहिँ यता चोकबाट जानेछौँ सरर जाने आज घुम्ने आज हाम्रो चाहिँ हाम्रो म चाहिँ उता जान्छु है अङ्कल यो चाहिँ अलिअलि काम थियो त्यसैले आज यसो जाँदैछु अङ्कलले खोजे भयो भने हामी चाहिँ आज उता गल्लीबाट छिर्नु छौँ यताबाट गयो भने चाहिँ दुईजनालाई ट्राफिकले हान्छ अस्ति पनि हामीलाई यस्तो गरेको थियो ट्राफिकले त्यसैले आज सरर जान्छ राम्रोसँग बस्छ है हामी सरर गयो ए बाटो यता पो हो त ल अब उताबाट छिर्छौँ हामी चाहिँ यता त बाटै कडिसक्यो यहाँबाट छिर्ने भनेको छिर्न पाउँछ कि पाउँदैन घुम्छ होला यताबाट छिरेर जान्छौँ हामी चाहिँ पशुपति छोटकारी बाटो खोज्दैछौँ हामी चाहिँ मान्छेलाई सोधी जाने छ यो मेरो साला भाइ हो अघि हामी ठ्याक्कै स्केटिङ पार्क देखाउ त भाइ अघि हामी कहाँ आएको अरे ठ्याक्कै यहीँ छ स्केटिङ पार्क धेरै लिँदैन यहाँ जम्मा मात्र 50 रुपियाँ ठ्याक्कै यही हो अगाडि हामी चाहिँ यतै आइसक्यो अलि अगाडि देखाउ त भाइ पुरै अगाडि ठ्याक्कै त्यतिमा हामी चाहिँ सरर जाँदैछौँ गाइज फर्स्ट टाइम हो यार आज मेरो ब्लग अर्को भिडियोमा पनि छ तर अर्को चाहिँ मेरो आइडी नै मोबाइल नै गायब भएर त्यो आइडी लगइङ गर्न सकेन अहिले नयाँ आइडी खोलेको यार फेरि हामी चाहिँ तर बाटो त थाहा छैन त्यही पनि हामी सोधी जानेछौँ आज चाहिँ मैले यस्तो बाटो छ बच्चाहरू त के खेल्छ अम्बो पैसै ल्याएन मैले पैसै बिर्सेछ हेलो सो त्यहाँ चाहिँ गाडी सरर छिर्दिरहेको छ कहाँनिर धारा छ मिल्दैन सो हामी चाहिँ सिधै जानेछौँ यहाँबाट हाम्रो बहिनी र मेरो सोल्टी नि